सारा तिमीलाई आज बुझिदिने तिम्रा मनका कुरा सबै सोधिदिने आकाश छुनेर तिम्रो पनि कति होला मनको। सो हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अझ मैले भ्लग कहाँबाट सुरु गर्यो त भन्नुपर्दा चाहिँ तोरीबारीबाटै। ओ माई गड, पुरै तोरी फुलिरहेको छ यतातिर चाहिँ तोरीहरू। अनि यहाँबाट दामी भ्यू पनि देख्नु सक्नुहुन्छ तपाईँहरूले उतापट्टि पहाडीपट्टि दामी टक्क लगाएर। अनि म चाहिँ यहाँ बसेर एकदम राम्रो ठाउँ रहेछ कि यहाँ एकदमै राम्रो लाग्यो, त्यही भएर बसेर भ्लग सुरु गर्दैछु गाइज। यता पहाडीपट्टि देख्नु सक्नुहुन्छ एकदमै दामी छ होइन। अनि राम्रो ठाउँ लाग्यो, त्यही भएर यहाँ एकदम दामीवाला ठाउँ रहेछ कि त्यही भएर भ्लग सुरु गरेको। यहाँबाट मोटो भ्लग गर्नेछु आज। तपाईँहरूले थाहा पाइसक्नुभयो होला आज हाम्रो मोटो भ्लग हुन्छ भनेर चाहिँ। अझ यहीँबाट मोटो भ्लग पनि सुरु गर्ने सोचिरहेको छु। सो ठाउँहरू कस्तो छ के छ हेर्दै जाऊँ होइन। म पनि नयाँ हो यतातिर। यहाँ चाहिँ सिन्धुली सडक निर्माण योजना बिपी राजमार्ग टक्क लगाएर यहाँबाट भ्लग सुरु गर्दैछु आजको। सो देख्नु सक्नुहुन्छ तपाईँहरूले तोरीबारीमा छु अहिले म। तोरी क्या दामी तरिकामा तोरीहरू फुलिरहेको रहेछ अनि दामी देखिरहेको रहेछ। ठाउँ पनि भ्यू पनि राम्रो देख्दो रहेछ, त्यही भएर यहाँबाट भ्लग सुरु गरेको। अनि त्यही गाइज, अब हामी डाइरेक्ट मोटो भ्लगतिर भेटौँला गाइज। बाई बाई। सब्सक्राइब गरिदिनु है सबैजनाले। तिम्रा मनका कुरा सबै सोधिदिने लेडिज एन्ड जेन्टलमेन, तपाईँहरूलाई वेलकम छ मोटो भ्लगमा। ओइ मोटो भ्लग पनि अझ भोलि खासै आउँदैन नि त, त्यही भएर कुनै बेला मोटो भ्लग गर्नु पाउँदा नि खुसी लाग्छ। खुसी भन्दा नि रमाइलो हुन्छ गाइज। अझ चाहिँ मोटो भ्लग गर्नु लागिरहेको छु म, तर कहाँसम्म हुन्छ के हुन्छ त्यो त मेरो भिडियोमा कहिल्यै फिक्स हुँदैन कहाँसम्म हुन्छ के हुन्छ। ल सुरु गरिदिउँ है त हाम्रो मोटो भ्लग आजको। लेट्स गो गाइज। ओहो, सो फाइनल्ली हाम्रो मोटो भ्लग पनि स्टार्ट भइसकेको अवस्था छ। ओइ मेरो हेलमेटको भाइजर नै छैन गाइज, त्यही भएर धुलो छिरिरहेछ मेरो आँखामा। मैले चस्मा लिएको छु, चस्मा लाऊँ। त्यसपछि हामी टक्क लगाएर चस्मा लगाइदिउँ। ओ झोला ग्याङ म्याचिसको चस्मा छ नि त मेरो। हो ओइ ल सुरु गरिदिउँ गाइज। अहिले म कहाँ छु भन्नुपर्दा चाहिँ टक्क ल्याएर म चाहिँ धुलीखेल चोकमा छु है अहिले। आजको भ्लग चाहिँ धुलीखेलबाट सुरु गरिदिएको। यता मेरो हल्का फुल्का कामहरू थियो, त्यही भएर यता आउने बेला जाने बेला चाहिँ भ्लग पनि गरिदिउँ न भन्ने सोचेर भ्लग गर्दैछु गाइज। तर यो बरतिर बाटो एकदमै खत्तमै छ कि गाइज यार, बनाउँदैछ कि त्यही भएर लास्टै झ्याउ चाहिँ लाग्छ। अब यहाँ अलिकति चाहिँ बाटो दामी छ कि फेरि।
सायो ल यति मात्रै हो कि बाटो राम्रो भनेको अब त फेरि बाटो पुरै अफरोड छ गाइस यति मात्रै हो राम्रो अब चाहिँ म अफरोड जाउनु पर्ने हुन्छ अस्ति म्यामफुली म एकचोटि लड्यो यो बाटोमा गाइस किन भन्दा चाहिँ यस्तो माटो छ कि त्यही भएर माटोमाथि पानी हालिदिएको रहेछ कि अस्ति चाहिँ त्यो पानीमा चाहिँ म चिप्लेर लास्टै नराम्रो तालमा लडेको नराम्रो तालमा भन्दा पनि बिस्तारै लडेको थियो यहाँ हेर्नु त यहाँ जम छ म चाहिँ फर्किनु मन लाग्यो म चाहिँ फर्किन्छु लगाएछ किनभने यस्तो जाममा हिँड्ने मेरो बानी छैन यस्तो बाटोमा मामूली चिप्लो न चिप्लो छ अस्ति नै लडेर बिस्तारै झन् लड्छ भनेर बिस्तारै हिँडिरहेको थियो कि अस्ति त त्यहीँ चिप्लेर लडिहाल्यो ओहो मामूली माथिपट्टि जाने बाटै छैन के हो यार हेत्तेरिका त्यही बाटो जानुपर्ने हो नि यार यहाँबाट छ होला बाटो भनेर आएको बाटै नरहेछ कि मामूली बिजोक ठक्का के गर्ने अब के गर्ने त अब गाइस लाई त अबाट चल्दिउँ ल यताबाट गइदिउँ हुनु त यो बाटो हिँड्नु चाहिँ नहुने हो माथिल्लो साइडमा हिँड्नु पर्ने हो हामी तर बाटै नभएपछि के गर्नु त होइन मर्नु भएन मर्नुभन्दा बौलाउनु बेच बाटो त दामी बनाएछ त यार पिच गरेर चमक चमक के चल्ते बस यतिको भइहाल्यो नि गाइस के छ र म वान वेमा हिँडिरहेको छु उता चोकमा ट्राफिक मामाहरू छ भने चाहिँ मलाई अलिकति मामाले आशीर्वाद दिनुहुन्छ होला कस्तो चिसो के बेबी म्याम भोलि मेरो हेलमेटको फैजरै छैन त्यही माथि यो माथि मामा हुनुहुन्छ भने चाहिँ मलाई अलिकति आशीर्वाद दिनुहुन्छ अब के गर्नु है जानु सकेन उताबाट जाने भनेर गएकै हो जानु सकेन त म के गरौँ चिसो त बाबा वान वेमा हिँडेर चाहिँ म वान वेमा के होइन हौ होइन वान वे होइन भयो नि अहिले चाहिँ होइन पछि चाहिँ हुन्छ कि वान वे अहिले चाहिँ हुँदैन किनभने अहिले बाटो बनिसकेकै छैन नि त त्यही भएर चाहिँ अहिले वान वे चाहिँ बन्दैन मलाई जहाँसम्म लाग्छ म चाहिँ राइट लाग्नुपर्ने हुन्छ गाइज मलाई त झ्याउ लाग्यो अब मोटो भ्लग चाहिँ नगरौँ यार गाइज अब झ्याउ पो लाग्ने थाल्यो भरे गरौँ ल मोटो भ्लग होइन मोटो भ्लग नगरौँ होला यार अब यतैतिर हाम्रो मोटो भ्लगले चाहिँ सायद इन गरिदिन्छौँ होला मैले मलाई मोटो भ्लग बनाउनु मनै लागेन के पहिल्यैदेखि यो बाटोमा चाहिँ धेरै बनाइसक्यो नि त मोटो भ्लग त्यही भएर आजको चाहिँ मोटो भ्लग यतातिर हामी इन गरिदिउँ गाइज अब कहाँ हुन्छ के हुन्छ हेर्दैछौँ होइन भिडियो कहाँ गएर इन हुन्छ के हुन्छ मोटो भ्लग चाहिँ नगरौँ अब धेरै लामो भन्दा नि यही बाटो के पहिला पनि यही बाटो मैले पहिलाको भ्लगहरूमा कतिचोटि देखाइसक्यो अब अहिले पनि देखायो भने त यही बाटो मात्रै कति देखाउनु के जहिले हेर्ने मान्छे त खासै छैन रेगुलर मेरो सब्सक्राइबर रेगुलर भ्युवर त खासै छैन त्यही पनि यही बाटो मलाई भ्लग बनाउनु चाहिँ अल्छी लागिसक्यो झ्याउ लाग्छ त्यही भएर नगरौँ गाइज अब मोटो भ्लगले चाहिँ हामी इन गरिदिउँ आम्मामा ज्यामा रास कति ठुलो गाडी हौ हाम्रो गाउँमा त घर मात्रै हुन्छ यार यत्रो ल चल्दिउँ तलतिर गएर भ्लगलाई इन गरिदिउँ अनि टकटुक लगाएर
फटाफट जाउँ हामी अनि गएर टाइम मिल्यो भने चुनी खेलतिर चाहिँ जानुपर्ने हुन्छ बरु हामी ल त्यही गाइज सबैजनाले सब्सक्राइब गरिदिनु होला अनि भ्लगहरू के कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला अनि त्यति नै भन्दै अहिलेको लागि चाहिँ बाई बाई अब हामी भरे एकछिनमा भेट्छौँ है त लेडिज एन्ड जेन्टलमेन फाइनल्ली म चाहिँ अहिले ब्याक भइसकेको छु पसलमा है दिउँसो भ्लग मोटो भ्लग गर्दै गर्दै भ्लग पनि इन गरियो र इन भएकै भयो कि भ्लग गर्नै पाएन त्यसपछि भ्लग गऱ्यो भने टाइम दियो तर गर्नु सकेन कि किनभने अल्छी लाग्यो के हो अल्छी लाग्यो भन्दा नि अहिले बेलुका भइसकेको थियो मैले मोटो भ्लग प्लेन उडेर डिस्टर्ब गर्छ कि फेरि हेर्नु त डिस्टर्ब भएन त यसरी गाइस डिस्टर्ब भइहाल्यो नि यार एयरपोर्ट चाहिँ सिधै नजिकै हो कि हाम्रो चाहिँ त्यही भएर प्लेन उडेर लास्टै डिस्टर्ब गर्छ कि यतातिर त कुरा कहाँ थियो हाम्रो कुरा गर्नु पर्दा मैले मोटो भ्लग इन गर्ने बेला चाहिँ 3:30-4 बजेको थियो 4 होइन 3:15 3:30 जति भएको थियो होला मैले मोटो भ्लग इन गर्ने बेला मोटो भ्लग इन गरिसकेपछि चाहिँ मैले भ्लगलाई कन्टिन्यू गर्ने भन्ने सोचिरहेको थिएँ तर त्यहाँबाट यहाँ बौद्धमा आइपुग्ने बेला 4:30-5 बज्नु लागेको थियो म आइपुग्ने बेला अनि त्यत्तिकै एकछिन बस्दा के गर्दा त्यत्तिकै रात परिहाल्यो अहिले चाहिँ 9 बज्नु लागिरहेछ म पसलमा आएर भ्लगलाई इन त गर्नु पर्यो त्यही भएर भ्लग बनाउँदैछु गाइज अहिले आएर त्यहाँ कस्तो दुब्लो भएछ यार गाइज म पहिला त मोटो थियो त यार अनुहार कस्तो दुब्लो भएछ यार गाह्रो छ दुब्लो भयो गाइज किन दुब्लो हुन्छ यार खानु नि पहिला जस्तै खाइरहेको छु लाउनु नि पहिला जस्तै लगाइरहेको छु तर दुब्लो भइरहेछ किन हो चिसोले हो कि के हो यार गाइज चिसो मौसम नि आयो म दुब्लो नि भयो के हो चस्मा त लाउनु पर्छ कि जस्तो लाग्यो यार फेरि राति यस्तो राति चस्मा लगाएर बस्दा कस्तो आफैलाई अप्ठ्यारो हुने के डिस्टर्ब त लास्ट हुँदो रहेछ त यार यहाँ पसलमा त यताबाट नि हुँ आएको छ उताबाट नि हुँ आएको छ डिस्टर्ब त अति हुँदो रहेछ चस्मा त नलाउँ यार राति चस्मा चाहिँ नलाउँ हामी आफैलाई अप्ठ्यारो लागिसक्यो त्यही गाइज आजको भ्लग चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो छोटो मिठो भयो होला थोरै मोटो भ्लग भयो अरू त के हुनु र खै भ्लग गर्नै पाएन भनौँ न होइन खै अब यो भ्लग चाहिँ यतिकै भइ नै हाल्यो यतिकै यो भ्लगलाई इन गरिदिउँ हामी अब नेक्स्ट भ्लग चाहिँ अर्कोचोटि चाहिँ म दामी ल्याउने कोसिस गर्नेछु हुनु त जहिले दामी भ्लग बनाउने कोसिस गरिरहेकै हुन्छु तर पनि मेरो लागि त दामी नै भइरहेको हुन्छ तपाईँहरूको लागि अलिकति नभएको कि जस्तो लागिरहेछ लाइक कमेन्टहरू देखेर होइन लाइक कमेन्ट भ्यू अरे के बोलेको हाम्रो त लाइक नि आउँदैन कमेन्ट नि आउँदैन भ्युअर्स नि हुनुहुन्न के भएको यार गाइज सबैजनाले माया गर्नु पर्यो के गाइज सब्सक्राइब लाइक गरिदिनु होला सबैजनाले लाइक गरिदिनु होला गाइज भन्न चाहन्छु र धेरै नबोलौँ रात परिसक्यो राति धेरै बोलेर नबसौँ होला हामी अब भ्लगलाई हामी इन पनि गरौँ धेरै ढिलो नगरी धेरै दुब्लो भइसकेको छ यार म त च्याप्पै भइसकेको छ कि यहाँ अनुहार पनि पहिला त अलिक मोटो थियो अहिले एकदमै दुब्लाइरहेछ मौसम अनुसार हो कि के हो यार म पनि गाइज मौसम अनुसार मोटाउने दुब्लाउने हुन्छ है जस्तो लागिरहेछ आफैलाई जाडो मौसममा दुब्लाउने अब गर्मीमा चाहिँ फेरि मोटाउने हो कि जस्तो लागिरहेछ हेरौँ अब गर्मी मौसममा मोटाउँछ कि दुब्लाउँछ होइन र त्यही गाइज अब धेरै मोटाउने दुब्लाउनेको कुरा नगरौँ तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला र पुरानै हुनुहुन्छ भने लाइक गरेर एउटा मिठो कमेन्ट छोडिदिनु होला
अब नेक्स्ट ब्लगमा भेट्नेछौँ हामी आजको लागि चाहिँ बाई बाई भन्न चाहन्छु किनभने रात पनि परिसक्यो अब सुत्नु नि पर्ने हुन्छ हामी एकछिन भिडियो नि एडिट गर्नुपर्ने हुन्छ त्यही भएर अब हामी भिडियोलाई इन गरिदिउँ आजको लागि बाई बाई अब नेक्स्ट टाइम हामी दामी ब्लगको साथमा भेट्नेछौँ है त ल बाई बाई गाइस बाई बाई